हेलो साथीहरू, आज चाहिँ हामी घुम्नलाई निस्केको। घुम्नलाई निस्केको तर पनि बाहिर चाहिँ लास्टै गर्मी रहेछ क्या, त्यही भएर हामी चाहिँ एकछिन मार्केटतिर घुमौँ न त भनेर आएको। भित्र त एसी हुन्छ नि त गाइस, खासै सपिङ गर्न त केही थिएन। त्यही भएर हामी चाहिँ फेरि त्यहाँ एकछिन घुमेर निस्किसक्यौँ गाइस। फेरि उतापट्टि कस्तो राम्रो फुलहरू रहेछ क्या, हरियो खोर्सानीको बिरुवाहरू, फुलहरू। अनि हामी चाहिँ हेर्नलाई हिँड्यौँ। समरमा चाहिँ जति नै गर्मी भए पनि गाइसहरू मलाई चाहिँ एकदम रमाइलो लाग्छ क्या, हरियो हुन्छ होइन। हेर्नु न खोर्सानीको बिरुवा, वा। त्यसपछि फेरि फुलहरू यस्तो राम्रो राम्रो हुन्छ नि, हेर्नु न दसैँ तिहारको फुल अहिले नै छ है। यस्तो रमाइलो, आजभोलि चाहिँ जे भए पनि समरमा चाहिँ जति नै गर्मी भए पनि अति नै रमाइलो लाग्ने चाहिँ यही फुलको कारण हो कि गाइस। हेर्नु न, वा कस्तो राम्रो देखिरहेछ। यो चाहिँ सबै बेच्नलाई राखेको रहेछ। त्यसपछि हामी धेरै नघुमि निस्क्यौँ गाइज मेट्रोमा चाहिँ यति धेरै भिड थियो नि, ओ माई गड। फेरि बाहिर निस्किसक्यौँ हामी चाहिँ गाइज, घुम्ने ठाउँ पुगेर। हेर्नु न अगाडि, गर्मीमा त्यही माथि हेर्नु न गाइज, ओ माई गड यति भिड थियो कि म त सानो मान्छे त्यही भित्र हराएको थियो कि। फाइनली साथीहरू हामी आइपुग्यो घुम्न ठाउँमा। यति थकाइ लाग्यो नि मलाई त यो भर्याङ चढ्नलाई पनि। गर्मीमा त गाइस हिँड्नै मन नलाग्ने कि, छ्या कस्तो अल्छी लाग्दो क्या। हेर्नु न, ओ माई गड गर्मीले। ल गाइस फाइनली हामी चाहिँ बाहिर पनि निस्किसक्यौँ। अब चाहिँ हामी पार्कतिर जान्छौँ। हेर्नु न गाइस कस्तो राम्रो फुल फुल्ने, ओ माई गड। यही फुल हेर्नु नै गएको थियो कि हामी घुम्नलाई। साथीहरू हामीलाई चाहिँ फेरि एकछिन घुमेर भोक लाग्यो अरे। अनि हामी चाहिँ सुन्तला खाँदैछौँ। गर्मी भोक चाहिँ होइन, गर्मी चाहिँ लाग्यो, भोक चाहिँ खाना खाएरै आएको, भोक चाहिँ लागेको छैन। गर्मी चाहिँ अति नै छ गाइज अझ। त्यही भएर हामी सुन्तला खान थाल्यौँ यहाँ बसेर। यहाँनिर पछाडि चाहिँ भलिबल खेलिरहेको रहेछ केटीहरू। अब सिजनमै भए पनि सुन्तला त एकदमै मिठो थियो गाइज। दुईजनाले मस्त सुन्तला खायौँ। त्यसपछि फेरि हामी दुईजना चाहिँ लाग्नुपर्छ गाइज, किनकि उता पनि घुम्न जानुपर्ने छ। आज चाहिँ हामी दिनभरि सबै ठाउँतिर घुम्नेछु। हामी फेरि लाग्यौँ गाइज जुत्तातिर। यता आउँदाखेरि त फेरि आइसक्रिम भेटाएँ गाइज हामीले बाटोमा। अघि नै खाएको आइसक्रिम त फेरि पनि खानु पर्यो भनेर यस्तो गर्मीमा आइसक्रिम त खानै पर्यो गाइज। कोपिलाले चाहिँ पे गरिरहेछ। त्यसपछि हाम्रो आइसक्रिम पनि रेडी भयो। लेट्स गो गाइज, अब फेरि पनि हामी आइसक्रिम खाँदै खाँदै उतातिर जान्छौँ। फाइनली साथीहरू हाम्रो आइसक्रिम पनि रेडी भयो। त्यसपछि हामी दुईजना बोकेर हिँड्यौँ त घुम्नलाई। फेरि पनि जाँदैछौँ गाइज जमाइ त। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ घुम्ने ठाउँमा। अब चाहिँ यति राम्रो भ्यू थियो गाइज। गर्मीमै यस्तो ठाउँमा बसेर आइसक्रिम खाँदा त अति नै मिठो भइरहेको थियो। हामीले चाहिँ एकदमै भ्यू हेर्दै आइसक्रिम खाँदै इन्जोय गरेँ। आई होप हजुरहरूले पनि मेरो भिडियो हेरेर इन्जोय गर्नुहुनेछ। फाइनली गाइज अब चाहिँ हामी रुम फर्किसकेँ। अहिले चाहिँ एकदमै खाली थियो। अघि दिउँसो चाहिँ यति धेरै भिड थियो कि अहिले त यहाँ त 8:30 भइसक्यो नि त, बेलुका भइसक्यो। तर पनि उज्यालो छ गाइज। यहाँ चाहिँ 9 बजीसम्म उज्यालो, 10 साढे 9 बजीसम्म उज्यालो नै हुन्छ। त्यसपछि हामी रुम फर्किँदैछौँ गाइज। ल साथीहरू आजलाई चाहिँ यति नै, बाई बाई।
यहाँ चाहिँ बेलुकाको 8:30 भइसक्यो साथीहरू, तर पनि अलिक उज्यालै छ यहाँ चाहिँ। आजलाई चाहिँ यति नै गाइज, बाई बाई।